तिमीले भागेर जाऊ भनेको काठमाडौँ म भोलि हाम्रो अधिकार लिन उमा दिदी र रमा दिदीसँग जाँदैछु। उही तिम्रो प्यारी मान्छे मधुबाला बादी। guys and welcome back to my channel अनि धेरै दिनपछि थोरै गर्दै आस्ते आस्ते भिडियो हाल्छु हैन हेर्नु होला अनि सब्स्क्राइब गरिदिनु होला अनि पुरानो जति पनि हुनुहुन्छ अहिले सम्म मेरो भिडियोलाई हेरिराख्नु भएको थियो उहाँहरुले पनि साथ सपोर्ट दिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। अनि आजको भिडियोमा चाहिँ के छ भने आज चाहिँ बर्थडे छ स्पेशल मान्छेको अनि त्यसैले चाहिँ आज हामी बाहिर जाँदैछौँ सानो छोटो फ्यामिलीसँग जाँदैछौँ अनि अगाडि भिडियो हेर्नु होला अनि सपोर्ट दिनु होला। हामी फिल्मको लागि जाँदैछौँ भाटपट्टि नै आएको छौँ। अब फिल्म चाहिँ गेस गर्नु होला अहिले चाहिँ 3-4 फिल्म लाग्छ नेपाली फिल्म हेर्न आएको गेस गर्नु होला कुन फिल्म हो भनेर। यहाँ चाहिँ मम्मीलाई चढाउन लाग्यो के अरे जान्नु भएन होइन डढाइ चढ्नु भयो। अब हामीहरूलाई त कसले सिकाउँछ होइन हामी जस्तो चढिन्छ है। फिल्म चाहिँ रुनी खालको छ भन्छन् के अरे खै म त अब के गर्छु थाहा छैन फिल्म हेरेपछि थाहा हुन्छ। भाटपट्टि बुटोलको भाटपट्टि नै यो छ पकुलो वहाँ पुगिनु आयो मलाई इन्ट्रान्समा। हजुरले पोस्टर चाहिँ देख्नु भयो नि त्यो चाहिँ होइन है यो चाहिँ होइन है गेस गर्नु है गेस गर्नु। फाइनल्ली आइपुग्यौँ हामी अब भित्र जाँदैछौँ। मलाई किन राम्रो लाग्यो भन्दाखेरि सिट 2.5 देखि माथिको बच्चाहरूको पैसा लाग्छ भने होइन तर 2 वर्षको बच्चा पनि त ठुलो हुन्छ नि यहाँ 2.5 भनेको कति हो 2.5 भनेको यति हुन्छ यहाँ त्यति सानो बच्चाहरू कसरी झ्याउ मात्र 20 मात्र उठ्यो। अब यहाँ चाहिँ आउनु मजा आउँदैन के राखेको छ भनेको झ्याउ लाग्यो। फिल्म चाहिँ हाफपछि राम्रो छ है हाफमा चाहिँ अब स्टोरी सुरु हुनै टाइम लाग्छ त्यसपछि राम्रै छ भनौँ। हेर्नु होला नेपाली फिल्मलाई पनि सपोर्ट दिनु धेरै राम्रो छ फिल्म चाहिँ राम्रो भयो राम्रो स्टोरी टेलिङ पनि राम्रै छ। सुरुमा चाहिँ त्यही स्टोरी भन्न चाहिँ ढिलो हुन्छ तर हाफपछि चाहिँ ढिलो। रातिको 8 बजे हो रातिको 8 बजे मान्छेहरू रातिको 8 बजे मुभी हेर्न आउनु भएको छ। We are going home। अब चाहिँ हामी घर जाँदैछौँ। फिल्म हेर्न आउनु होला होइन लास्टमा आउँछ म त्यही भन्छु फिल्म हेर्न आउनु होला फिल्म चाहिँ राम्रो थियो लेडिजहरूको लागि चाहिँ बेस्ट स्टोरी टेलिङ राम्रो छ हेर्न चाहिँ नभुलिकन आउनु होला। फिल्म गेस गर्नुहोस् गरिसक्नु भयो होला फिल्म गेस होइन
अब सानो झलक देखाइदिन्छु कि अब सबैले हेर्नु मन पराउनु होला यसलाई हेर्नु यसलाई खाइस आइसक्रिम ल फाइनली घर आइयो घर आइयो साथीहरू फिल्म चाहिँ कस्तो थियो भनेपछि मैले भनिसकेँ न हजुरहरूलाई रात परिसक्यो रातिको 9 बज्यो अब हजुरहरूलाई फिल्म हेर्नुपर्छ भने कस्तो लाग्यो भन्नु होला अनि सुरुदेखि लास्टसम्मको चाहिँ कस्तो महसुस गर्नुभयो अनि कतिजना रुनुभयो कतिजनालाई रमाइलो लाग्यो भन्नु होला कमेन्ट गर्नु होला अनि यही भन्दै चाहिँ शुभरात्रि गुड नाइट सबैजनालाई आफ्नो ख्याल गर्नु होला शुभरात्रि अनि सब्स्क्राइब गर्नु होला है त